देउसिरा भैलो आयो हामी हजुरकै घर दैलो वर्ष दिनको देउसिरा भैलो आयो हामी हजुरकै घर दैलो वर्ष दिनको देउसिरा भैलो आयो हामी हजुरकै घर दैलो आयो हजुरकै घर दैलो प्रतिष्ठान अध्यक्षज्यूले भट्टाइराख्नु भएको छ अनि देवी घरनी लगायत शङ्कर पिसी लगायत विनोद खड्का लगायत धेरै चाहिँ कलाकारहरू नाचिराख्नु भएको छ अनि प्रतिष्ठान लोकदोरी प्रतिष्ठानको देउसी भैलो म चाहिँ प्रतिष्ठानको सचिव कृष्ण देउलीले यो चाहिँ दृश्य खिचिरहेको छु अनि वैकुण्ठ महत हुनुहुन्छ यता देउसी यो भैलोमा गरौँ न रमाइलो भैलो यो भैलीमा गरौँ न रमाइलो यो भैलोमा गरौँ न रमाइलो। अब यसपछि म चर्चित कोरी गायिका मेरो नानी बहिनी प्रीति आमालाई देउसी भट्टाउनको लागि म अगाडि माफ गर्नु आजभोलि जान्नु भयो। अब हामीसँग धेरै कलाकार साथीहरू हुनुहुन्छ नेपालका लगभग ख्यातिप्राप्त सबै कलाकार साथीहरूको उपस्थिति यहाँ छ। देवी घरती सोझो सङ्गीत है देवी घरती हामीसँग हुनुहुन्छ प्रीति आले पनि यही हुनुहुन्छ अहिलेको एकदमै हट चाहिँ मोडल बिनु खड्का पनि हुनुहुन्छ राम्रो खेल हुन्छ र अबको प्रस्तुति के छ यो प्रस्तुतिलाई अगाडि बढाउनको लागि म फेरि
कार्यक्रम सञ्चालक बेबीको म आग्रह गर्दछु। धन्यवाद आदरणीय अध्यक्षज्यू। हामी देउसी भैलो कार्यक्रम 2073 लिएर आएका छौँ। राष्ट्रिय लोक तथा ध्वनिगीत प्रतिष्ठान नेपालको देउसी भैलो कार्यक्रम भएको हुनाले हाम्रा धेरै कलाकारहरू यहाँ उपस्थित हुनुहुन्छ। धेरै कलाकारहरूको मुखारबिन्दबाट यहाँहरूले सुमधुर आवाजमा गीतहरू सुन्नुहुनेछ। हामीसँग नायक नायिकाहरू हुनुहुन्छ, उहाँहरूको नृत्य पनि हामीले प्रस्तुत गर्नेछौँ। तर यो तिहारको अवसर भएको हुनाले तिहारको बेलामा एउटा सांस्कृतिक गतिविधिको आधारमा हामी सोरठी भाकालाई पस्केनौँ भने केही अपूर्ण जस्तो अनुभूति हुने हुनाले यति बेला हामी राजु ढकाल र गायिका घरतीको सुमधुर आवाजमा हामीले सोरठी भाका प्रस्तुत गर्न गइरहेका छौँ। आदरणीय दीपक थापाज्यू अनि उहाँको परिवारका सम्पूर्ण जीवनलाई फेरि पनि दीपावलीको शुभकामना सहित यो सोरठी भाका प्रस्तुत गर्ने अनुमति चाहन्छौँ। हेलो Hello.
Thank you.